सो म चाहिँ मेरो बिजनेस पार्टनरहरूलाई इन्ट्रोड्युस गराउन चाहन्छु। हेलो सबैजनालाई नमस्ते। आज चाहिँ हामीहरू यता कोरोना पार्कमा है, अब तपाईहरु लागिरह्यो होला म को हो भनेर। म चाहिँ छिरिङ डोमा, म चाहिँ ओरिजिनली काठमाडौँ नेपालबाट अहिले चाहिँ यहाँ न्युयोर्कमा छु मेरो फ्यामिलीसँग। अनि म चाहिँ एउटा प्राउड डिजिटल एन्टरप्रेन्योर, त्यसको साथसाथै म चाहिँ फुल टाइम वर्किङ मदर पनि हो। अनि मैले चाहिँ फुल टाइम 8 घण्टा काम गर्दै गर्दै यो डिजिटल बिजनेस चाहिँ मैले मजाले रन गरिरहेछु है। अनि आज चाहिँ यस्तो वेदर राम्रो छ, सो मदर्स डे पनि हो, सबैलाई ह्यापी मदर्स डे भन्न चाहन्छु है विकासको लाइफबाट। अनि आज चाहिँ हामीहरू यता चाहिँ हाम्रो सानो मिटअप है, अनि वेदर पनि एकदम राम्रो छ। त्यसको साथसाथै हाम्रो कोच मेन्टरहरूसँग चाहिँ हामीले चाहिँ बिजनेसको बारेमा अलिकति सल्लाहहरू गर्दैछौँ, स्ट्राटेजीहरू सिक्दैछौँ। सो यसरी चाहिँ हामीले एभ्री डे लर्न गर्छ होइन, यो बिजनेसमा हामीले कसरी के गर्नुपर्छ यस्तो कुराहरू हामीले सिक्छ। सो यो डिजिटल बिजनेस भनेको चाहिँ अनलाइन मार्केटिङ हो। यो अनलाइन मार्केटिङ चाहिँ जस्तै अब तपाईहरूले अब जस्तै म जस्तै भनौँ र एनी वान है, सबैजनाले चाहिँ यो सोसियल मिडिया चाहिँ यत्तिकै उत्तिकै टाइम स्पेन्ड गरिरहेको हुन्छ हामीले होइन। अब दिनदिनै स्क्रोल गरिरहेको हुन्छ, अरूको भिडियो हेरिरहेको हुन्छ, तर हामीले चाहिँ टाइम गएको थाहै हुँदैन क्या। तर यो डिजिटल बिजनेसमा चाहिँ हामीले यसरी अनलाइन मार्केटिङ गर्छौँ कि त्यही टाइम स्पेन्ड गरेर त्यही प्लेटफर्म है, त्यही सोसियल मिडिया प्लेटफर्म युटिलाइज गरेर चाहिँ हामीले चाहिँ अनलाइन मार्केटिङ गर्छौँ, हामीले चाहिँ अट्र्याक्सन मार्केटिङ गर्छ। सो अट्र्याक्सन मार्केटिङ भन्नाले के हो भनेर तपाईँहरूलाई यस्तो क्युरियस छ भने चाहिँ म थोरै एक्सप्लेन गर्न चाहन्छु होइन, धेरै टाइम नलिकन। सो अट्र्याक्सन मार्केटिङ भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जुन कन्टेन्ट, जुन पोस्टले चाहिँ अरूलाई, हाम्रो भ्युवर्स अनि हाम्रो अडियन्सहरूलाई चाहिँ एजुकेट गरोस्, एन्टरटेन गरोस् र लाइफ चेन्जिङ अपर्च्युनिटीहरू सेयर गर्ने। सो हामीले चाहिँ यसरी चाहिँ लाइभमा आएर हाम्रो पोस्टिङबाट चाहिँ हाम्रो यो डिजिटल बिजनेसको प्लेटफर्म चाहिँ हामीले यसरी यो अपर्च्युनिटीहरू चाहिँ हामीले यसरी सेयर गर्दैछ होइन, थ्रु सोसियल मिडिया। त्यही कारणले चाहिँ हामीले चाहिँ सोसियल मिडियाको चाहिँ वाइस युज गरेर, वाइस युटिलाइज गरेर चाहिँ हामीले चाहिँ यो बिजनेस चाहिँ सक्सेसफुली रन गर्छौँ होइन। यही फ्री प्लेटफर्महरू युज गरेर, त्यही भन्नु तपाईँको जस्तै टिकटक छ, इन्स्टाग्राम छ, फेसबुक छ होइन, अनि युट्युब एड हुन्छ, गुगल एड हुन्छ। सो हामीले चाहिँ 7वटा प्लेटफर्म छ, त्यसमा चाहिँ हामीले चाहिँ यो डिजिटल बिजनेसको चाहिँ मार्केटिङ गरेर चाहिँ हामीले यसरी सक्सेसफुली रन गर्दैछ है। सो आज चाहिँ हामी यहाँ पार्कमा